अहिले 10:09 अब अहिलेको हाम्रो चाहिँ तत्काल बसिरहेको ठाउँमा Challenge. चाहिँ हाम्रो एउटा च्यालेन्ज आइपुग्यो 10 बजे राति 15 मिनटको टाइम दिएर हामीले तेली खोला यहाँ मदनचोकदेखि तेली खोला मोरङ्गे खोला मोरङ्गे खोलासम्म पुगेर आउनुपर्ने च्यालेन्ज 15 मिनटमा आइपुगेको छ त्यो भनेको लगभग डिस्टेन्स 3 देखि 4 किलोमिटरको हुनेछ इन्जर हुन्छ नि जान्छ त नि अलिक खुट्टा तन्काउनु पर्यो यस्तो हाम्रो रनरको जोस हेर हामी पनि हामी साइकलमा जान्छौँ हामी सक्दैनौँ हामी साइकलमा जान्छौँ क्यामेराम्यान पनि साइकलमा जान्छ बाइक नभएर होइन बाइक छ हामीसँग तर हामीले अझै र बनाउनु खोजेको अझै यो च्यालेन्जलाई अझै पनि र बनाउनु खोजेर हामी साइकलमा हामी लिनु गइरहेको छ हाम्रो मान्छे ट्र्याक आदि खोलेर फिल्डमा अर्काको जुत्ता है च्यालेन्ज आएपछि त किन मान किन मान होइन च्यालेन्ज आएपछि ट्र्याकको आदि फालियो ए ल सुरु भएर हाम्रो साइकल आइसक्यो हाम्रो क्यामेराम्यानहरू आइसक्यो क्यामेराम्यानको लागि गाडी आइसक्यो गाडी कुदाउने चाहिँ को बाबाले कुदाउँछ नि बाबा एक्सपर्ट क्यामेराम्यान चल्नु हो नि त टाइम पनि त स्टार्ट गर्ला बेस्ट अफ लक मनीलाई त बस्ने यो रनको लागि गाडी यो रनको लागि दुई चार शब्द यो रनको लागि 2-4 शब्द यो रनको चाहिँ 2-4 शब्द के भन्न चाहन्छु भने नि अब भाइहरूले चाहिँ होइन मेरो पछाडिको दिनहरू सम्झेर मलाई होइन च्यालेन्ज हानु होइन र अनि मैले चाहिँ होइन डराएन हार मानिनँ होइन आई होप आई क्यान डु इट है रिटायर भए पनि सकिन्छ लेट मी ट्राई है ल हुन्छ आई क्यान डु माई बेस्ट है के हुन्छ है अब भन्दिनँ त होइन त्यो यसलाई म यो च्यालेन्जलाई म अचिभ गर्नु सक्छु भनेर चाहिँ होइन बट आई क्यान डु माई बेस्ट गाइड्स होप यु हाम्रो क्रस फायर पनि छ साथसाथै क्यामेराम्यान सँगै जानलाई एकछिन यो खोल्दा लक यसको फेरि गाह्रो रहेछ नि लक यस्तो साइकल स्पिड कुदाउनु होइन स्पिड होइन बिस्तारै अनि भिडियोमा भेटिँदैन होला नि त दाइलाई उसँगै कुदाउनु भनेको दाइसँग दाइ चाहिँ के भिडियो गर्दा नि हुन्छ बिस्तारै हिँड्ने दाइ चाहिँ कि कुद्ने यहाँदेखि यहाँ सजिलो छ एकछिन है ल हाम्रो यता अलिक अगाडि जानु त एकछिन है त्यत्तिकैमा बस्नु ल म टाइम र तपाईँलाई सँगै देखाउँछु ल 1 2 3 गो क्यामेराम्यान डेभिड मगर साथ हाम्रो रनर नेत्रजी क्रस फायरले बल्ल बल्ल भेटेछ लेभलमा टाइम छ मजाले टाइम छ भर्खर 40 सेकेन्ड गइरहेछ एक मिनट पनि भएको छैन पहिलो 1 मिनट पुगेर आउनु पर्ने अलिक स्पिड यतिकै पढिसकेको छ नि त दाइको पानी सानी हाल्न केही छैन भर्खर
भर्खर 2 मिनेट हुन आँटेको छ आइहाल्यो नि अब यही रेन्जमा स्ट्यामिना पुग्यो भने भइहाल्यो रेस्टुरेन्ट गर्नु पर्ने तपाईँ रेस्टुरेन्ट गर्नु पर्ने इजी हो इजी हो इजी होइन ठुलै ब्लग्सलाई च्यालेन्ज गरिसकेको छ हाम्रो केटाले त्यसो गरी आजको रातमा हामीसँग हुन्छ भर्खर 2 मिनेट इजी जगिङ पाराङ चोक आइपुगेको छौँ हामी त्यसै गरी क्यामेरामा हामी हामीसँग सिसी क्यामेरा पनि छ सिसी क्यामेराले साथ दिइरहेको छ हामीलाई रिटायर लाउने भयो भने रिटायर म्यादी दम अझै छ हल्का गलेको अवस्था रिटायर लाइफ जिरहेको बेला दम हल्का बढेको अवस्था भर्खर 3 मिनेट हुँदैन कुकुर भोग्दैछन् 4 मिनट त भएको छैन 5 मिनट रेस्ट पनि हुन्छ होला 5 मिनटमा पुग्छ म त मर्थे यार गरेर यो समय हो रातिको ठ्याक्कै 9:10 हुनु 1 मिनेट बुढो भएको शिकार खेल्नु छोडेको होइन कसले अन्डर एस्टिमेट गर्यो नि जब बाघ जाग्छ जातिको सबैजना तर्से त्यो बाघको नाम ठुले ब्लग्स आउँदैछु तेरो घर र चोकमा मलाई जसले दिन्छ च्यालेन्ज थाप्छु म एक्सेप्ट गर्छु अलवेज बिकज आई एम अ बेटिङ किङ सक्दिनँ कसैले मलाई रोक्न टोक्न मेरो छुट्टै छ स्व्याग छुट्टै छ पारा कसलाई पनि दिन्न म तारा थियो घरमा रिङ्कल बोजो थियो हिँड केटो लाउरे देखाउन समर्पित भई आउ जलियो के भन्छ लाउरे सङ्गको दोष यो रक्सियो यो बोक्सको बाइक आउँदैछ अलिक तलतिर जानु बाइकलाई आफ्नै गल्ली आफ्नै चोक गल्ली गल्ली गर्छु म खाना पुग्यो नि टाइममा भर्खर 5 मिनट बाइक लिएर आएको बाइकले टपिसक्नु भएको छ हामीलाई भर्खर 5 मिनट 30 सेकेन्ड इजी 2 मिनट रेस्ट पनि हुन्छ गाउँको एउटा सोझो थियो घरमा रिङ्को बोजो थियो हिँड केटो लाउरे पढ्न समर्पित सोझो म लाउरे यो सङ्गको दोष यो रक्सी र यो बोक्सीको जुवानी के हो सोझो थिएँ म लाउरे बन्ने चाहना मेरो मनभरि थियो चाहना सकिनँ मैले लाउरे बनेर देखाउन तिमीलाई तिमीले छाडी गयो मलाई यस्तो छ पारा लास मान्दिनँ किनकि गाउँको ठिटो एक्लो केटा समर्पित भई हिँडिरहेको छु म आज गरेर च्यालेन्ज एप्सेट 15 मिनटमा मदन चोकदेखि सम्म बिरालोले बाटो काटिसकेको छ के दाइलाई गुड लक लाग्छ कि ब्याड लक या इजी इजी 6:30 हानिसकेको छ यही लेभलमा भयो भने इजी हो 1 मिनट रेस्ट
तपाईँले के दिन्छु भनेको प्राइस के छ 16 छ नि हामी हेर्न सक्नुहुन्छ पुल आइसक्यो हाम्रो डेभिडजीलाई भन्नु म राइडरबाटै म दाइको साथमा सधैँ हामी हुनेछौँ होइन टोटली पायो लड्दैछु म आफ्नो खुट्टामा लडेर मलाई बाबु एकचोटि लडेँ दुईचोटि उड्छु म पुग्ने मात्र हो कि दाइ फर्किने पनि हो देख्न सक्नुहुन्छ हामी आइसक्यौँ पुल खोला अब फर्किने हो फर्किने हो स्टप अनि पुल त पुगेन नि त पुल आइसक्यो त पारी नै जानुपर्ने 15 मिनटमा फर्किनु पनि पर्ने कि अब फर्किने ल भाइ छिटाउ न 8 मिनट खुट्टामा दम भए हिँड्नु सक्छु म कता कता मन भए जानु सक्छु म यता उता यही सोचिरहेको छु केही कुरा गर्नु मन छ धेरै कुरा मेरो मनले खाएको कुरा के भन्नु तँलाई ढोका बिचमा लाई घात गरी कहिले पढ्ने चाहना थियो लाउरे दिएन भाग्यले साथ भाग्यमा छ मेरो फुट कालो अँध्यारो रातमा कुद्दैछु ट्रेनिङ गर्दैछु यसरी नै बढ्नेछु एक दिन म पनि लाउरे बनेर सबैलाई देखाउनेछु यो मेहनतलाई सलाम छ यो जोसलाई सलाम मनदेखि नै बबाल हिँड्दै जाउँ न दाइ के कुद्ने हो नि म गरिसकेँ क्यामेराम्यान गइसकेको छ यात्रा म गरिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्न मन छ आनन्दमा गरिरहेको छु सोच कुनै दिन पुग्छु म पनि माथि आकाशभन्दा माथि जहाँ हुनेछु म एक्लै अनि मेरो साथी गर्नुपर्छ मिठो गफ तिमीहरूमा आज राति तिमीलाई भेट्ने प्लान बनाएको थिएँ मैले तर भयो फ्लप सोचेको जस्तो भएन केही कुरा यहाँ जिन्दगीले पनि हान फक अप एन्ड डाउन जहिले लडेँ तर उठ्न सिकेँ मैले एक गल्ती गरेँ 2 कदम सिकेँ यो जसलाई मैले माने यो मैले ऱ्याप हानेको त भिडियोहरू त आउँदैन नि त आउँछ कसरी आउँछ हौ मोटिभेसन आउँदैन त्यो जे पाइ त्यो हानेको त नि आउँछ नि धुन हाल्ने हो क्या यो चाहिँ बिचबिचको होइन लाउरे मेरो रक्सी र यो बोक्सीको साथमा जवानीको के दोष क्षमा हजारतिर जम्मा आफ्नै गल्ली आफ्नै चोक डुलेर खाने भएको छ मलाई चाहिँदैन केही पनि डक्टरलाई तर्क दिनभरि यता उता डुलिरहेको छु घरमै बसिकन केही गरिरहेको छु
त 10 मिनेट बस्ने 5 मिनेटमा पुगिन्छ दाइ तान्नु पऱ्यो 5 मिनेटमा पुग्नु पऱ्यो स्पिड कम अन जितिसक्नु भयो क्या दाइले 5 मिनेटमा पुगिन्छ म 5 मिनेटमा तर अहिले स्पिड कम पुग्नु भयो याद गर्नु नहल्लाउ न कहाँ आइपुग्यो हामी कारण इजी हो गोल चट्ट कटिसक्यो होइन कारण त काट्यो 11:30 11 मिनेट भयो रोकाइदिन्छ यो देखिँदो रहेछ क्या रोकाएको अघि 8 मिनेट क्लियर हो अहिले बढ्नु त र यो त मलाई थाहा छ क्या एकछिन बिस्तारै कुद्ने त्यहाँदेखि तानो 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 1 2 1 2 1 2 3 4 5 6 1 2 1 2 1 1 2 1 2 2 1 2 1 2 2 राफट हामीलाई कुकुरहरूले पनि सपोर्ट दिइरहेछन् हुटिङ हान्दैछ वाउ गर्दै थ्याङ्क यू नेतु दाइलाई धेरै सपोर्ट गर्नुभएको सबैजनालाई धन्यवाद टाइम भनिदिँदै गर्नु स्पिड बनाउनु पर्ने हुन्छ इजी 3 मिनटमा पुगिन्छ क्या 3 मिनट्स लेफ्ट दाइ लाइफको बल निकालेर तान्नु आउँछ ध्यान झाऱ्यो 2 मिनट बाँकी छ दाइ 5 मिनट जस्तो चढ्ने साइकल दाइ च्यालेन्ज भनेको दाइले फेयर खेल्नुहुन्छ यही बानी मनपर्छ क्या मलाई नेत्र दाइको पुगिसक्यो हारे पनि हारलाई एक्सेप्ट गर्नुपर्छ हुन्छ जितलाई नि एक्सेप्ट गर्नुहुन्छ क्या दाइको यही बानी मनपर्छ क्या होइन साह्रो भयो भने त यो गर्दा नि हुन्छ This is a night view of Jaate, ward number 9. कहाँ आइपुग्यो पछि हो नेता दाइले जितिसक्नु भएको छ के झर्छ त नेता दाइलाई एक्सट्रिम एउटा एक्सट्रिम अनि दाइको फेभरेट कुरा पनि झिक छैन त फेभरेट कुरा चाहिँ नभन्नु त्यो हो पोर्क सेक्वा दाइ मैले हेर्दा आएन रहेछ नि त कहाँ आउँछ अब कति
कति भयो टाइम टाइम लक लाग्यो मोबाइल भ्याइसक्यो त 14 मिनट हुँदैछ अब 1 मिनटमा त्यो 10 पाइला सकिँदैन त कुदा 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 साइकल लाइन टपेर एकदम Only 13 minutes. Only 13 minutes. Only 13 minutes. Woo. दम चाहिँ मान्नुपर्छ त मान्नु पर्छ आइपुग्यो Only 13 minutes. दम चाहिँ मान्नुपर्छ यति कुरा मैले एपिसोड गर त मैले एकदम मैले बस्दिनँ खाएको निस्क्यो एकछिन त्यतिकै केटाहरू केही भन्दैन एपिसोड गर स्ट्यान्डिङ अभेसन थियो सबैले उडा 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 केटा यहाँदेखि त्यो मुझे मोराङ खोला 13 मिनेट 22 सेकेन्ड ल कम्प्लिट गरेछ के छ त हाम्रो रनर कसम महीको खाएको सब निस्क्यो नभएको पनि यस्तो रनिङ नगरेको मैले ब्लगमा हाल भन्ने खालको अन्त सुन्नुहोस् न 500 वर्ष भएको थियो मैले यस्तो रनिङ नगरेको रिटायरलाई रियल लाइफ जिरहेको थिएँ फर्स्ट टाइम आयो गरियो खुसी लाग्यो मेरो टास्क मैले पुरा गरेँ होइन बधाई छ थ्याङ्क यू तर यो चाहिँ ल मैले हात उठाइदिइसकेँ ल पैसा हैन मैले राखेछु नि एक्सट्रिम मदन दाइरामा पर कहाँ सयमा त आउँदैन सय देऊ न अर्को म उभिने चाहिँ गाह्रो छ यसो हालिदिन्छु मैले दाइलाई मानिसकेँ कस्तो गाह्रो हुँदो रहेछ मुटुलाई बाक्सामा राखेर कुदेको म बक्सोलाई भात खाएर अब अरू त के भन्नु होइन के खाइयो है हल्का पार्टी पनि थियो हल्का मात्रै होइन पार्टी त लास्टै थियो मेरो त उत्रो मलाई चाहियो हैन म खोलिदिन्छु त दोकान खोलिदिन्छु भोलि उठ्दिनँ म दिउँसोभरि गोल खेलेको सक्दिनँ ल दाइले जे भन्छ त्यही म त सक्दिनँ यसमा मेरो पनि हात छ नि मनी साइकल कुदाएको मन छैन म त होइन मैले होइन मेरो टास्क कम्प्लिट गरेँ यति उस गाइस मलाई चाहिँ छैन मन थियो त भागमा मैले भने त बोल्छु उठ्नु सक्दिनँ म नबस्न त्यसरी नबस्न पास्टरलाई फर्किला जस्तो भयो यार यही खुट्टा हो कत्रो भात सात नखाएको भए त इजी हो कि मैले होइन होइन मैले कहिले पनि सोचेको थिइनँ म यस्तो च्यालेन्ज पनि म होइन गर्छु भनेर अनि त्यसमाथि पनि म कम्प्लिट गर्छु भनेर होइन मैले के सोचेको थिएँ भने रनिङ सुरुमा स्टार्ट गर्नुभन्दा अगाडि मैले होइन च्यालेन्ज मैले एक्सेप्ट गरेँ तर मैले के सोचेको थिएँ भने म बेस्ट चाहिँ गर्छु है मैले मेरो बेस्ट चाहिँ गर्छु त्यतिमा सक्दिनँ होला भन्ने मलाई लागिरहेको थियो तर बिचबिचमा त टाइमिङको यो हिसाबले चाहिँ मलाई एउटा उयो आयो होप एउटा होइन तागत आयो होइन कति पेनहरू मैले होइन यहाँ यो भित्र अब देखाउनु मिल्दैन होइन यहाँ अहिले मात्रै देख्नुभएको थिएँ मैले लडेको यस्तो पसिना होइन कति पेनहरू मैले भित्र लुकाएर मैले कुदेँ होइन भाइलाई पनि थाहा छैन बिचमा कस्तो स्लो गरेँ लास्टमा कस्तो पेले होइन थाहा छ क्यामराम्यान राइडर सबैलाई थाहा छ तर
यो अरूको खुसी भन्दा म मेरो खुसी मान्छु क्या किनकि अहिले पनि मसँग चाहिँ रहेछ अलिअलि भयो भने भन्ने चाहिँ मलाई लाग्यो किनकि अहिले चाहिँ मलाई थाहा थिएन नि त होइन यस्तो म उयोमा परेको थिइनँ होइन पहिले त होइन नर्मल जस्तो लाग्थ्यो तर होइन के भन्छ भाइ होइन मलाई एकदम खुसी लाग्यो यो त भनाइ हानेको ल गाइड छ है फाइनली कम्प्लिट गरियो अब मैले मेरो प्राइस तपाईँहरूलाई एकछिनमा देखाउँछु वेट म एकछिन टेस्ट गर्छु बोल्न सक्दिनँ म सुरु आज हाम्रो यो अपरजट 10 बजेको रातिको हाम्रो च्यालेन्ज थियो हाम्रो नेत्र ठुले दाइले उसले चाहिँ च्यालेन्ज कम्प्लिट गरिसकेको छ र हामी यसो केटाहरू मिलेर चाहिँ टोकन अफ लभ टोकन अफ एप्रिसिएसन हल्का दिँदैछौँ हामीले नेत्रजीलाई बोलाउन चाहन्छु उहाँले एकदमै ठुलो कम्प्लिट च्यालेन्ज कम्प्लिट गर्नुभएको छ र मेरो हाम्रो सानो सकिन चाँडो चाँडो भयो मैले दिँदा एउटा टोकन अफ एप्रिसिएसन दिनु लागि हल्का मेरो तर्फबाट जोस एउटा उसले पनि एउटा एक्सर्साइज तर्फबाट चाहिँ उसले आफ्नो एउटा कम्प्लिट गरेको छ आफ्नो च्यालेन्ज कम्प्लिट गरेको तर्फबाट मेरो तर्फबाट है ल फेरि अब अरू साथीहरूलाई पनि मैले बोलाउनु चाहे टोकन सबैले दिने इच्छा जाहेर गर्यो यो यस्तो केही मान्छे थिएन त्यही पनि अब इच्छा उसको मेहनतको भाइ पनि सबै भएकोमा है एकदम 10:30 बजे राति मात्रै यो खालको च्यालेन्ज कम्प्लिट पनि गरेछ र हामीले चाहिँ सानो टोकन अफ एप्रिसिएसन सक्छ त कसैले सक्दैन नि खुसी लाग्यो खुसी लाग्यो सबैजनाले मलाई है सपोर्ट गरेको खुसी लाग्यो ल सबैजनाले यता हेरेर हाँसिदिनु पर्यो जाति नदेको भाइ बास फोटो भयो